बालेन भाइलाई भन्न चाहन्छु, भाइ अब त प्रधानमन्त्री बनिस्, जिम्मेवार बन। एउटा दाइले यति हक चाहिँ राख्छ, मेरो भाइ यमबुद्धको भाइ त बालेन अहिले प्रधानमन्त्री बनेको छ, भाइ सम्हाल्ने। यो सोल्टी छ नि कसको झोले भनेर तपाईँले थाहा पाइसक्नु भयो होइन, म भन्दिनँ, तपाईँले थाहा पाइसक्नु भयो। यो झोले होइन अस्तिसम्म पार्टीको झन्डा बोकेर विद्यार्थीको झन्डा बोकेर हिँडेको झोले हो कि होइन। अनि छ नि दुःख गरेर खाउँ, शरीरमा जाँगर छैन, केही गरेर खाउँ, अब क्षमताहरू पनि केही छैन, अब यतिको उमेर भइसक्यो होइन, पार्टीको पछि लागेर होइन पार्टीको गुहादै ठिक्क भइसकिहाल्यो, जागिर गरौँ सिप मरौँ। अनि यसो कमाइ खाने भाडो भनेको चाहिँ त्यो एउटा सङ्गठन थियो, त्यो पनि अनि सरकारले बन्द गरिदिनु लागिहाल्यो। त्यही भएर चाहिँ अहिले कुकुर भोगेको जसरी चाहिँ भोगिरहेछ क्या होइन। फर्स्ट अफ अल त देशको सम्माननीय प्रधानमन्त्री हो, बोल्न सिक होइन। प्रधानमन्त्री कसैको भाइ होइन होइन, किनकि हिजोको दिनमा थियो होला, अहिले चाहिँ एउटा देशको सम्माननीय प्रधानमन्त्री भइसक्यो। झन्डै 2/3 होइन जनताले चाहिँ नि चुनेर पठाएको व्यक्ति हो होइन। जनमतको कदर पनि गर्नुपर्छ। अनि यो झोले सोल्टीले बालेन शाहलाई सिकाउने रे, पहिला आफ्नो अनुहार गएर ऐनामा हेरकै सोल्टी, अहिले बालेन शाहलाई सिकाउन तेरो औकातले भ्याउँदैन होइन। फर्स्ट अफ अल तेरो औकात पुग्दैन। यो सरकार चाहिँ तिमीहरूको पहिलाको बाहरूको हाहुमा बनेको सरकार होइन क्या। यो चाहिँ झन्डै 2/3 चाहिँ नि जनताले चाहिँ नि विश्वासले बहुमत दिएर जिताएर केही गर्छ है यो व्यक्तिले चाहिँ भनेर जिताएर प्रधानमन्त्री बनाएर पठाएको मान्छे हो। तैँले धेरै फुर्ती लगाइराख्नु पर्दैन र नाना थरी बोलेर बस्नुभन्दा पनि होइन, बरु यसो काम गरेर खा, दुःख गर्न सिक है।